हिजो बेलुका विष्णुमती नदीको बहाव थ्याक्न नसकेर रोडभरि हिलो यार, पुरै हिलो, रोड दौडाएर छ र पसलभित्र पानी छिरेर रेस्टुरेन्ट पनि खतम, पुरै हिलो छिरेको, बाटो सबै पुरै ध्वस्त। योतिर पुरै खोला दौडाएर छ, सबै बाटो ब्लक भयो, हिलो यसरी। हिजो बेलुका चाहिँ राति आएको पानीले गर्दाखेरि चाहिँ यस्तो बिजोग भएछ यी सबतिर, हिँड्न सक्नु छ। तर हिजो बेलुका चाहिँ यो यत्रो बाँध, यो यत्रो अल्को बाँध सबै नागेर यो विष्णुमती खोलाले चाहिँ सबै रोडबाट दौडेको, सबै हिलो सोधिरहेको छन् अहिले यताउता। यी सबै यो बुद्ध मार्ग भने यो नयाँ बस पार्कको दिपज्योति जाने बाटोको एरियामा हो। पुरै यो खोला किनारको घरहरू यस्तो ल, 4 स्टेपको सिँढीसम्म नागेर गरेर पसल सबै ध्वस्त भएको छ। यस्तो बिजोग भएको छ यतापट्टिको भाग, यत्रो हिजो यहाँ माथि यति माथिको भाग समेत पुरै यत्रो भाग पुरै नागेर, यत्रो यो नगरपालिकाले चाहिँ माथि बाँध उठाए पनि रोडको साइडमा यत्रो नागेर माथि आइपुगेको छ। यो रोडको पानी कति ठुलो आयो होला हिजो रातिको कुरो देख्न सकिन्छ र बिजोग भइरहेछ यतातिर।